हामी जिल्ला प्रहरी कार्यालय रूपन्देहीलाई पृष्ठभूमिमा राखेर बोलिरहेका छौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अस्ति राति काठमाडौँमा पक्राउ गरेपछि हिजो उहाँलाई एटियरको विमानबाट हिजो बिहान एटियरको पहिलो उडानबाट रूपन्देही ल्याइएको छ र रूपन्देहीमा यही प्रहरी कार्यालयको हिरासतमा उहाँलाई राखिएको छ। हुन त यो उहाँको यहाँ आउनु भएको चाहिँ खासमा उच्च अदालत बुटवल तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारी सम्बन्धी मुद्दामा जिल्ला अदालतले गरेको आदेश विरुद्ध उच्च अदालतमा 73 नम्बरको निवेदन पुनरावेदन निवेदन परेपछि त्यसमा उच्च अदालतले आदेश गरेर उच्च अदालतका न्यायाधीश द्वय रमेश ढकाल र स्वीकृति पराजुलीले आदेश गरेर जिल्ला अदालतको आदेश उल्ट्याएका कारण अथवा जिल्ला अदालतले उहाँलाई बाहिरै रहेर सुप्रिम सहकारी सम्बन्धी मुद्दाको प्रतिरक्षा गर्ने जुन आदेश दिएको थियो त्यस विरुद्ध सरकार उच्च अदालतमा गएको थियो। यसको अर्थ रवि लामिछानेलाई हिरासतबाट अब उहाँले जुन मुद्दाको प्रतिरक्षा बाहिर रहेर गर्ने सुविधा जिल्ला अदालतको आदेश अनुसार पाउनु भएको थियो। सरकारले त्यसलाई बदर गरेर उहाँलाई कैदै गरेर उहाँलाई नियन्त्रणमै दिएर थुनामै राखेर मुद्दाको पूर्वपक्ष गर्नुपर्छ भनेर उच्च अदालत गएको थियो। रवि लामिछाने चाहिँ सरकार उच्च अदालत गइसकेपछि धरौटीमा छोड्ने अथवा 1 करोड धरौटी राखेर थुनामुक्त गर्ने जिल्ला अदालतको आदेश चाहिँ खारेज गरी आफूलाई साधारण तारिखमा रिहा गरी मुद्दाको प्रतिरक्षा गर्न पाऊँ भनेर जानुभएको थियो। त्यसैगरी यही सुप्रिम सहकारीकै मुद्दामा पूर्व डीआईजी छविलाल जोशीलाई चाहिँ कैदमा राखेर मुद्दा प्रतिरक्षा गर्ने जुन आदेश जिल्ला अदालतले भएको थियो उहाँहरू पनि उच्च अदालत जानुभएको थियो। तीनै पक्ष अथवा रवि लामिछाने त्यसपछि छविलाल जोशी र सरकार तीनै पक्ष जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालत गएका थिए र उच्च अदालतले अस्ति शुक्रबार बिहीबार र शुक्रबार 2 दिन बहसपछि एउटा आदेश गर्यो कि जिल्ला अदालतले गरेको आदेश चाहिँ रवि लामिछानेको हकमा उल्टाएर उहाँलाई थुनामै पठाउने आदेश गर्यो। छविलाल जोशीको जिल्ला अदालतले जे आदेश गरेको थियो त्यसलाई सदर गर्यो। त्यसपछि रवि लामिछानेलाई पक्राउ गरियो। पक्राउ सञ्चार माध्यममा सामाजिक सञ्जालमा धेरै कुराहरू प्रश्न भइसकेको छ कि पक्राउ यति हतारपूर्वक गरियो कि जिल्ला अदालतमा उच्च अदालतको आदेश पनि पुग्न नपाई त्यो प्रक्रिया नै अवलम्बन नगरी रवि यहाँ करिब 7:30 बजेतिर उच्च अदालतको आदेश सार्वजनिक भएको थियो। त्यसको 1 घण्टा करिब 1 घण्टा नबित्दै प्रहरी चाहिँ रवि लामिछानेको काठमाडौँको हात्तीगौडा स्थित निवासमा घेरा हाल्न पुगिसकेको थियो। यसको अर्थ के हुन्छ भने यसको अर्थ जसरी पनि रवि लामिछानेलाई छिटोभन्दा छिटो नियन्त्रणमा लिने सरकारको एउटा उद्देश्य अस्तिको घटना पनि देखियो। यद्यपि कानुनी प्रक्रिया फलो गर्ने हो भने त्यसलाई अवलम्बन गर्ने हो भने यति हतार गरिरहनु पर्ने परिस्थिति थिएन। जबकि रवि लामिछानेले अदालतको आदेशको सम्मान गर्दै आफै उपस्थित हुने बताउनु भएको थियो र स्वैच्छिक गिरफ्तारी दिन्छु भनिसकेको परिस्थितिमा यदि कानुनी प्रक्रियालाई पूर्ण रूपमा कार्यान्वयन गरिन्थ्यो भने उच्च अदालतको आदेश जिल्ला अदालत आइपुगेपछि जिल्ला अदालत उच्च अदालतको आदेश कार्यान्वयन सम्बन्धित जिल्ला अदालतले गर्ने हो। त्यो आदेश जिल्ला अदालत आइसकेपछि जिल्ला अदालतले प्रहरीलाई उच्च अदालतको यो आदेश अनुसार चाहिँ निजलाई चाहिँ नियन्त्रणमा लिएर अदालतमा पेश गर्नु भन्ने प्रक्रिया पूरा गरेपछि मात्रै सम्बन्धित व्यक्ति जो विरुद्ध उच्च अदालतले आदेश गरेको छ उसलाई नियन्त्रणमा लिएर जिल्ला अदालत मार्फत उच्च अदालतको आदेश कार्यान्वयन गरिनुपर्ने हो। प्रक्रिया त्यही हो। सामान्यतया यस्तै प्रक्रियाहरू नै फलो गरिन्छ भनेको अवलम्बन गरिन्छ। तर रवि लामिछानेको हकमा आदेश आएको करिब 1 घण्टा पछि नै उहाँलाई नियन्त्रणमा लियो।
अझ नियन्त्रणमा लिने प्रयोजनमा का दृष्टिकोणले सम्बद्ध दृश्यहरू सञ्चार माध्यममा सामाजिक सञ्जालमा धेरै हेरिएको पनि छ, त्यसविरुद्ध टिप्पणी गरिएको छ, प्रतिक्रिया जनाइएको छ कि रवि लामिछानेलाई गिरफ्तार गर्न गएका प्रहरीहरूको व्यवहार चाहिँ यस्तो निकृष्ट खालको थियो कि त्यसविरुद्ध स्वयं रवि लामिछानेले पनि प्रतिकार गर्नुभएको थियो। अर्को सन्दर्भ रवि लामिछानेलाई पक्राउ गर्ने, नियन्त्रणमा लिनुपर्ने सन्दर्भलाई प्रहरीहरूले विभिन्न प्रहरी कार्यालयको नै विच्छे आधारहरू खुलाइएको छ। उहाँलाई सबैभन्दा पहिला पक्राउ पुर्जी काठमाडौँमा उहाँको घरमा गइसकेपछि पक्राउ पुर्जी लेखिएको थियो। त्यसमा चाहिँ जरुरी पक्राउ पुर्जी भनिएको छ। त्यसमा चाहिँ उच्च अदालत तुलसीपुरको आदेश कार्यान्वयनका लागि भनिएको छ जरुरी पक्राउ पुर्जी। त्यसमा समेत अर्को त्यसै गरी उहाँलाई काठमाडौँमा हिरासतमा लिनका लागि थुन्नका लागि चाहिँ जिल्ला प्रहरी परिसरले एउटा थुनुवा पुर्जी जारी गरेको छ। त्यसमा पनि के का लागि भनेर प्रयोजन खुलाइएको छैन। अन्तिममा काठमाडौँबाट रूपन्देही ल्याइएपछि मात्रै रूपन्देही प्रहरीले रवि लामिछानेलाई दिएको पुर्जीमा चाहिँ पत्रमा चाहिँ प्रयोजन खुलाइएको छ। त्यसमा भनिएको छ उपरोक्त सम्बन्धमा तपाईलाई उच्च अदालत तुलसीपुर बुटोल इजलास समक्ष पेश गर्नका लागि यस कार्यालयमा आज मिति 2081 12-23 गते जिल्ला प्रहरी कार्यालय काठमाडौँको पत्र साथ उपस्थित गराइएकोमा आज मिति 2081 12-23 गते सार्वजनिक विदा परेकाले अदालतमा उपस्थित गराउन नसकिएकाले अदालत खुल्दाको बखत उपस्थित गराउने गरी आजैका मिति 2081 12-23 गतेदेखि यस कार्यालयको प्रहरी हिरासतमा राख्नुपर्ने भएकाले तपाईलाई हिरासतमा यहाँ ल्याइ पुर्याएपछि मात्रै उहाँलाई किन चाहिँ नियन्त्रणमा लियो भनेर खुलाइएको छ। यसभन्दा अगाडि दिएका दुईवटा पत्रमा चाहिँ उहाँलाई नियन्त्रणमा लिनुपर्ने कारण के हो भनेर खुलाइएको थिएन र सम्भवतः रवि लामिछानेलाई भोलि अदालत हुँदै उहाँलाई चाहिँ कारागार पठाइन्छ। यसको अर्थ राज्यको नियत चाहिँ उहाँलाई भोलि नै नियन्त्रणमा लिएर रूपन्देही ल्याएको भए पनि कुनै फरक नपर्ने परिस्थिति थियो। अदालतको आदेश यति छिटो कार्यान्वयन भएको, त्यसमाथि शुक्रबार 7:30 बजेतिर आएको आदेश त्यतिखेर लगत्तै कार्यान्वयन भएको र 2 दिन उहाँलाई हिरासतमा राखेर, एक रात काठमाडौँको प्रहरीमा र 2 रात रूपन्देहीको प्रहरीमा हिरासतमा राखेर मात्रै अदालत हुँदै कारागार पठाउनुको उद्देश्यमा सकेसम्म रवि लामिछानेलाई अझै चाहिँ मानसिक रूपमा दुःख दिउँ अथवा नियतै राखेर थप 2 दिन चाहिँ 3 रात हिरासतमा राख्ने जस्तो प्रपञ्च प्रहरी प्रशासनबाट भएको देखिन्छ। न कि उहाँलाई नियन्त्रणमै लिएर सिधै अदालतमा लान किन पनि प्रहरीले सकेन भने त्यो प्रक्रिया नै पूरा गरिएको छैन अहिलेसम्म। भोलि मात्रै त्यो प्रक्रिया पूरा गरेपछि काठमाडौँबाट गिरफ्तार गरेर पक्राउ गरेर रूपन्देही ल्याएर पनि अदालतमा बुझाउन नसकेका कारण, प्रक्रिया नपुर्याएका कारण मात्रै उहाँलाई हिरासतमा राखिएको। यो हिरासत विरुद्ध सम्भवतः मानवाधिकारवादीहरू, कानुन कर्मीहरूले यसबारे टिप्पणी गर्नुपर्ने जस्तो हामीलाई लाग्छ, किनकि यो गैर कानुनी जस्तो देखिन्छ। यो गैर कानुनी रूपमा उहाँलाई 3 रात हिरासतमा राखिएको जस्तो देखिन्छ। यसबारे कानुन बुझ्नेहरूले अथवा पूर्व अधिकृत प्रहरी अधिकृतहरूले, कानुनवेत्ताहरूले यसबारेमा बढी टिप्पणी गर्न सक्नुहुन्छ। हामीले देखेको चाहिँ यो हिरासत राख्ने विधि नै गलत जस्तो देखिरहेका छौँ र त्यसबारे छिटफुट टिप्पणी पनि भइरहेको छ। आज विभिन्न सञ्चार माध्यमहरूले यसबारे लेखेका छन्। हिरासतमा ल्याउनु अथवा पक्राउ पुर्जी विभिन्न कोणबाट दिनुका सन्दर्भहरू बाजे विस्तार सञ्चार माध्यमहरूले पनि प्रश्न उठाउन थालेका छन्। आज यसबारे ukera.com ले एउटा समाचार लेखेको छ। त्यसैगरी अदालतका आदेशहरूप्रति पनि सामाजिक सञ्जालमा र सञ्चार माध्यमहरूमा कपी पेस्ट भयो भनेर सन्दीप लामिछानेलाई थुना मुक्त गर्न गरिएको आदेश रवि लामिछानेलाई थुनामा राख्नका लागि कपी पेस्ट गरेर
आदेश गरियो भन्ने सन्दर्भ समेत सञ्चार माध्यममा सामाजिक सञ्जालमा अहिले बहसको विषय बनिरहेको छ। त्यसैले अब सम्भवतः भोलि रवि लामिछानेलाई रूपन्देही अदालत उपस्थित गराएर रूपन्देही अदालतले प्रक्रिया पुर्याएर, अहिलेसम्म प्रक्रिया पुर्याइएको छैन, त्यसकारणले उहाँलाई सिधै अस्ति अथवा हिजो यहाँ ल्याउने बित्तिकै कारागार लान सकिन्थ्यो यदि प्रक्रिया पुर्याइएको हुन्थ्यो भने। तर प्रक्रिया नपुर्याइएको 2 दिन सार्वजनिक बिदा रहेका कारण उहाँलाई बढी हिरासतमा राखिएको छ। भोलि रूपन्देही जिल्ला अदालतमा उपस्थित गराएर उच्च अदालतको आदेश अनुसार उहाँलाई थुनामा पठाउने काम हुनेछ। त्यसपछि उहाँलाई यहाँ रूपन्देही कारागारमा पठाइनेछ। सम्भवतः भोलि नै उहाँले यो उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च अदालतमा निवेदन दिनुहुनेछ कि जिल्ला अदालतको यो आदेश थियो, यो चाहिँ उच्च अदालतका कारण यो आदेश बदर भयो, यो आदेश बदर हुँदा ममाथि अन्याय भयो भनेर उहाँले सम्भवतः भोलि नै सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिनुहुनेछ। यो दिन पाउने व्यवस्था कानुनले गरेको छ। त्यसपछि सर्वोच्च अदालतले फेरि अब उच्च अदालतको जिल्ला अदालतका फाइलहरू मगाएर कैफियत प्रतिवेदनहरू मगाएर त्यसमा सुनवाई गर्नेछ। यो कानुनी प्रक्रिया यसरी अगाडि बढ्नेछ भने अब उहाँको केही बसाई चाहिँ अब कारागारमा हुने चाहिँ लगभग निश्चित देखिएको छ। हामी रूपन्देही जिल्ला अदालत हामी रूपन्देही प्रहरी कार्यालयबाट बोलिरहेका छौँ। आजलाई अपडेट यति नै। नयाँ सन्दर्भहरू आयो भने हामी फेरि अपडेट गराउनेछौँ। भोलि उहाँलाई जिल्ला अदालतमा उपस्थित गराएर कारागार लैजाने तयारी छ। हस्त, धन्यवाद।